तपाईँ चाहिँ मेसीको फ्यान हुनुहुन्छ हैन? मेसी मन पर्छ। रोनाल्डो र मेसीको कुरा गर्नुपर्दा तपाईँलाई रोनाल्डो र मेसी कुन चाहिँ बेस्ट लाग्छ? मेसी। किन रोनाल्डो भन्दा मेसी बेस्ट लाग्छ? मेसीले वर्ल्ड कप जिते ह। हजुर। मेसीले राम्रो खेल्छ। मेसीको पर्सनालिटी कस्तो छ? अनेस्ट छ हैन? एकदम इन्टेलिजेन्स छ हैन? रोनाल्डो चाहिँ कस्तो छ रे? रोनाल्डो निरी अलि फायर भइहाल्ने खालको छ हैन? तर रोनाल्डो र मेसीमा सबैभन्दा बढी गोल कसले गरेको छ इन्टरनेसनल गोल? इन्टरनेसनल गोल रोनाल्डो। यस, तर पनि मेसी मन पर्छ हैन? ओके, अब ग्रेट फ्यान याउ। रोनाल्डोको ग्रेट फ्यान हैन? ग्रेट फ्यान। ल, हजुरलाई रोनाल्डो मन पर्छ कि मेसी? रोनाल्डो। किन मन पर्छ? जहिले पनि फुटबल राम्ररी खेल्छ। ओके, ल त्यसपछि यता आयोगलाई सोध्छ। अनि हजुरलाई मेसी मन पर्छ कि रोनाल्डो? रोनाल्डो। किन मन पर्छ? किनकि रोनाल्डोले नयाँ ट्रफी पायो अनि रोनाल्डोले 41 इयर्स वालाको बुढोवाला के अरे त्यो मेडल पायो अनि रोनाल्डोले च्याम्पियन लिग एउटा पायो अनि रोनाल्डोले प्राइभेट जेट 2टा छ अनि रोनाल्डोसँग 1 मिलियनवटा गाडी छ अनि रोनाल्डोले नयाँ ट्रफी लिएर अनि मेसी भर्सेस स्पेन भर्सेस पोर्चुगल हुँदा रोनाल्डोले आफ्नो कन्ट्रीमा आएर एक सुट हानेर जितेको थियो अनि भोलिबाट त्यहाँ जर्मनले भर्सेस रोनाल्डो थियो अनि त्यति बेला पोर्चुगल जित्यो। फेरि भोलिबाट रोनाल्डो भर्सेस स्पेन भयो अनि रोनाल्डो जितेर नयाँ वर्ल्ड कप पायो। त्यही भएर रोनाल्डोले कसरी वर्ल्ड कप पायो? वर्ल्ड कप पाएको छैन तर त्यो नयाँ ट्रफी चाहिँ पाछ। गुड एनालाइसिस। अब आयो हाम्रो लुइसको पालो। हेलो लुइस, तिमीलाई के थाहा छ? टोयलेट आछ? तिमी टोयलेट गएर रोनाल्डोको बारेमा सोचेर आऊ है त। ल, अब आमीको बारेमा तिमीलाई केही पनि थाहा छैन? मेसीको फ्यान किन थोरै छ? म छु। किन मेसीको फ्यान किन थोरै देख्यो नि त यहाँ? किनकि मेसी भने आइसी जस्तै खेल्छ। Come on, give your introduction. My name is Ambi Gautam. I read in grade 2. I like to be pilot. Thank you. Okay, next. Come. Morning, friend. Good morning, teacher. My name is Riyazul. I am reading grade 1. Thank you. Oh, next. Come. Hello. Do fast. Come on. Hello everyone, my name is Luis Manuseska. I read in grade 2 and my